दक्षिण कोरिया यस्तो देश हो, अहिले वैदेशिक रोजगारका लागि विभिन्न देशहरूबाट मान्छेहरूले एकदमै रुचाउने चाहने एउटा सपनाको देशका रूपमा दक्षिण कोरिया परिचित हुँदै आइरहेको छ। दक्षिण कोरियामा चाहिँ हप्तामा 5 दिनदेखि लिएर 6 दिनसम्म एकदमै मान्छेले कुल्ली जसरी काम गर्नुपर्छ र बाँकी रहेको छुट्टीको दिनमा चाहिँ यसरी साथीहरूसँग बाहिर हिडडुल गर्ने, रमाइलो गर्ने, समय बिताउने अनि राम्रो राम्रो भिडियोहरू बनाउने अनि त्यसै गरेर विभिन्न किसिमका रमाइलाहरू गर्ने, फोटोहरू खिच्ने, घुम्न जाने, सुन्दर ठाउँहरूका फोटाहरू राख्ने, त्यसरी हेर्दा चाहिँ एकदमै सुन्दर देखिन्छ। बाहिरी स्वरूप, बाहिरी वातावरण चाहिँ एकदमै रमाइलो छ दक्षिण कोरियाको साँच्चीकै। तर त्यसरी रमाइलो गर्नका लागि 1 दिन मात्रै, 2 दिन मात्रै समय हो। त्यसपछि बाँकी अरू दिनमा चाहिँ काम गर्दा धेरै मान्छेहरूले धेरै दुःखहरू भोगिरहेका हुन्छन्, आफ्ना मनमा धेरै पीडाहरू लुकाइरहेका हुन्छन्। काम गर्दा जति गाह्रो हुन्छ छुट्टीको दिनमा चाहिँ त्यति नै सजिलो हुन्छ। तर त्यो छुट्टी भएको दिन कसरी बित्छ पत्तै हुँदैन। तर काम गर्ने दिन चाहिँ कसरी बित्ला, कहिले आउला छुट्टीको दिन भन्दै बितिराखेको हुन्छ। त्यो मेरो मात्रै नभएर जति पनि दक्षिण कोरियामा बस्ने काम गर्ने साथीहरू हुनुहुन्छ त्यहाँहरूमध्ये म्याक्सिमम धेरैको यस्तो खालको दिनचर्याहरू बितिरहेको हुन्छ। त्यसैले दक्षिण कोरिया चाहिँ बाहिरी रूपमा हेर्दा मात्रै एकदमै उचित खालको देखिन्छ है त।